यू यो हाम्रो इन्डियाबाट आएको सामान हो यसमा माइक्रोफोन एयरपोर्ट अनि मोबाइल स्ट्यान्ड छ यसलाई हामी अनबक्सिङ गर्न गइरहेछौँ अनबक्सिङ भनेको सिधै च्यातिदिने हो कस्तो बलियो रहेछ यो टेक्सचर हजुर ए भएर ल यस्तो अब अनबक्सिङ त हामी त च्यातेरै गराइन्छ भनेको क्या कता कता रहेछ र बेरेको पनि वेट 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 माइकवाला डब्बा खुलिसक्यो अब यहाँ के छ टर्न बाई टर्न हेरौँ ल कहाँबाट रहेछ फ्लिपकार्टबाट ल्याएको यो फ्लिपकार्टबाट आएको सामानहरू पनि हो यो कसले गिफ्ट पठाएको मलाई थाहा छ कसले यो इन्डिया अनिल मामाले ए ल फर्स्ट थिङ के रहेछ हेरौँ है त यो जेन्युन मोबाइल एक्सेसरी भनेको के अरे मोबाइल स्ट्यान्ड होला सेल्फी राइट मोबाइल स्ट्यान्ड है त ल ए विथ लाइट रहेछ आज है कहाँबाट हुन्छ लाइट कहाँबाट यहाँ रहेछ ओ ल कस्तो देखेछ फेस क्लियर देखियो फेस क्लियर त देखियो नानीलाई पनि बुन्नुलाई पनि है त अझै कुन छ ए अझै अझै ए ल ब्राइटनेस कन्ट्रोल हो ल यो हाम्रो फर्स्ट भयो त्यसरी यसलाई के भन्छ यो सेल्फी स्टिक ए सेल्फी स्टिक सेल्फी स्टिक यो अर्को फ्लिपकार्टबाट हो अब छ यो फ्लिपकार्टबाट आएको ल गेस गर्नु त के होला के रहेछ भनेपछि यो एयरपोर्ट हो एयरपोर्ट खै यसलाई यस्तो त्यो पेन्सिल यो पेन हो त यो हाम्रो सेकेन्ड आइटम यो फ्लिपकार्टबाट अर्डर गरेर आएको सामान हो तर निस्किन खोज्दैन फ्लिपकार्टमै फर्किने चाहिँ भान्जा भान्जी त हरिक छन् नि मेरो यो ओरिजिनल सर्टिफाइड टाइप सी चार्जर प्रिमियम एएनसी क्वालिटी यो हो एयरपोर्ट अब लास्टली माइक है ल पनि आउनु भयो ल बस्छ न बस्छ बस्छ कि यहाँ ज्ञानी भएर बस्न पर्छ के यस्तो यहाँ क्लिप गर्ने हो यो क्लिप अन माइक एकछिन भिडियो बनाउँदैछ कि हल्ला गर्न हुँदैन ए हस् हस् यो प्रडक्ट कस्तो छ अझ यसको हामीले टेस्ट गरेर पछि यो सबै आइटमहरू युज गरेर हामीले फेरि भिडियो बनाउँछौँ अहिलेलाई चाहिँ यो अनबक्सिङ यो क्लिप अन म्याक्स माइक होइन माइक्रोफोन मोबाइलबाट युज हुने यसलाई क्लिप अन माइक यसरी ठ्याक्क काट्यो उता क्लिप गर्ने होइन बोल्ने यस बुटमहरू नचलाउ न प्लिज एकछिन नचलाउने ल यसलाई अन्त जिपलक ब्यागमा के राखेको जिपलक ब्यागमा के राखेको तुम देखाइदिनु जिपलक ब्यागमा के राखेको तुम ए यसमा चाहिँ माइक्रोफोनको कभर के यो फिल्टर जस्तो माइक्रोफोनमा यस्तो हालेर बोल्न मिल्ने क्या माइक कभर जस्तो रहेछ एउटा मात्रै छ यो दुईटा होइन र दुईटा देखेको थिएँ मैले त ए दुईटा रहेछ ओके ल अझै यता देखाऊ मामालाई ल थ्याङ्क यू गाइज अब हामी एयरपोर्ट पनि यसको साउन्ड क्वालिटी पनि चेक गर्छौँ माइक्रोफोन कस्तो साउन्ड दिन्छ यो पनि चेक गर्छौँ र हाम्रो सेल्फी स्ट्यान्ड यो मोबाइल स्ट्यान्ड जुन छ
यो मोबाइल स्ट्यान्ड जुन छ यसलाई पनि अहिले हामीले चेक गरेर नेक्स्ट भिडियोमा यो सबै आइटमहरू हामीले युज गरेर फेरि अर्को भिडियो बनाउँदैछौँ त्यतिसम्मको लागि स्टे ट्युन बाइ बाइ गाइस बाइ बाइ गरिदेऊ Bye bye. थ्याङ्क यू